नमस्ते। आज हामी शिक्षा क्षेत्रको एउटा एकदमै महत्त्वपूर्ण प्रश्नमाथि छलफल गर्दैछौँ। के वर्षको अन्त्यमा हुने एउटा परीक्षाले विद्यार्थीको वर्षभरिको सिकाइलाई साँच्चै मापन गर्न सक्छ त? आउनुहोस्, यसको विकल्पहरू के हुन सक्छन् त्यसबारे खोजौँ। त्यसो भए एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ है त। कि वर्षको अन्त्यमा लिइने केही घण्टाको जाँचले साँच्चै भन्नुपर्दा कुनै पनि विद्यार्थीले वर्षभरि सिकेको कुरालाई ठिकसँग नाप्न सक्छ होला त? हो, यही प्रश्नको उत्तर खोज्ने क्रममा नै हो नयाँ उपायहरूको खोजी सुरु भएको। र यो समस्या कुनै एउटा देश वा एउटा प्रणालीको मात्रै होइन है। संसारभरि नै विद्यार्थीको प्रगतिलाई अझ राम्रोसँग बुझ्न नयाँ विधिहरूको खोजी भइरहेको छ। यही क्रममा एउटा अवधारणाले धेरैको ध्यान तानेको छ र त्यो हो निरन्तर मूल्याङ्कन प्रणाली अथवा कन्टिन्युअस असेसमेन्ट। ल, त्यसो भए यो अन्तिम परीक्षाको विकल्प चाहिँ के त? आउनुहोस्, अब यो निरन्तर मूल्याङ्कन भन्ने अवधारणालाई अलि नजिकबाट निहालौँ र यसले कसरी सिकाइलाई अझ राम्रोसँग मापन गर्न मद्दत गर्छ भन्ने कुरा बुझौँ। एकदमै सरल भाषामा भन्नुपर्दा यो भनेको वर्षको अन्त्यमा एकैपटक परीक्षा लिनुको सट्टा वर्षभरि नै विद्यार्थीको प्रगतिलाई लगातार हेर्दै जाने प्रक्रिया हो। यसले शिक्षकहरूलाई विद्यार्थीले के सिकिरहेका छन् भनेर बुझ्न र उनीहरूको आवश्यकता अनुसार पढाउन सजिलो बनाइदिन्छ। अब यो निरन्तर मूल्याङ्कनलाई केही मुख्य कुराहरूले अरूभन्दा फरक बनाउँछ। पहिलो, यो व्यवस्थित हुन्छ, मतलब यसको एउटा निश्चित योजना र प्रक्रिया हुन्छ। दोस्रो, यो बृहत हुन्छ, अर्थात् यसले लिखित परीक्षा मात्र नभएर अरू धेरै गतिविधिहरूलाई समेट्छ। तेस्रो, सञ्चित हुनुको अर्थ विद्यार्थीको रेकर्डहरू समयसँगै जम्मा हुँदै जान्छ। र सायद सबैभन्दा महत्त्वपूर्ण, यो मार्गनिर्देशन उन्मुख हुन्छ, जसको मुख्य लक्ष्य नै विद्यार्थीलाई सुधार्न मद्दत गर्नु हो। यो कुरा सिद्धान्तमा मात्रै सीमित छैन। कक्षा कोठामा शिक्षकहरूले यसलाई लागू गर्न विभिन्न तरिकाहरू अपनाउन सक्छन्, जस्तै बेला-बेलामा प्रश्नोत्तर गर्ने, साना क्विज लिने, गृहकार्य दिने, समूहमा काम गर्न लगाउने अनि विभिन्न प्रोजेक्टहरू गराउने। यी सबैले विद्यार्थीको सिकाइलाई फरक कोणबाट हेर्न मद्दत गर्छ। यदि यो प्रणालीलाई साँच्चीकै राम्रोसँग लागू गर्न सक्यो भने यसबाट के कस्ता फाइदाहरू हुन सक्छन् त? ल, अब यसका सम्भावित सकारात्मक पक्षहरूबारे कुरा गरौँ। यसको सबैभन्दा ठूलो फाइदा भनेकै यो मार्गनिर्देशनमा केन्द्रित हुनु हो। यसले शिक्षकहरूलाई विद्यार्थीबारे एकदमै सही जानकारी दिन्छ, जसले गर्दा उनीहरूले विद्यार्थीको कमजोरी पत्ता लगाएर तुरन्तै सुधारका लागि काम गर्न सक्छन्। र अर्को महत्त्वपूर्ण कुरा, अन्तिम परीक्षाको जस्तो ठूलो डर नहुने हुँदा यो विद्यार्थीका लागि निकै कम तनावपूर्ण पनि हुन्छ। फाइदाहरू यतिमा मात्रै सकिँदैनन्। यो प्रणालीले मूल्याङ्कन प्रक्रियामा शिक्षकको भूमिकालाई निकै बढाउँछ। यसले विद्यार्थीको एउटा परीक्षाको नतिजा मात्रै नभएर उसको समग्र क्षमता र व्यक्तित्वको चित्र प्रस्तुत गर्छ। र सबैभन्दा राम्रो कुरा, यसले शिक्षक र विद्यार्थी बीचको सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्छ। तर कुरा जति राम्रो सुनिए पनि यसलाई लागू गर्न भने त्यति सजिलो छैन। अब हामी यो प्रणालीलाई व्यवहारमा उतार्दा कस्ता वास्तविक चुनौतीहरू आउँछन् त्यतातिर लागौँ। हो, यो प्रणालीको प्रतिज्ञा र वास्तविकता बीच कहिलेकाहीँ ठूलो खाडल देखिन्छ, जस्तै आर्थिक स्रोतको अभाव, शिक्षकहरूलाई चाहिने उचित तालिमको कमी अनि हरेक विद्यार्थीको विस्तृत रेकर्ड राख्नुपर्ने झन्झट। त्यसमाथि ठूलो कक्षा कोठामा सबैलाई समान ध्यान दिन गाह्रो हुने, पक्षपातको सम्भावना हुने र सबै विद्यालयमा एउटै स्तर कायम गर्ने जस्ता चुनौतीहरू त छँदैछन्। यी चुनौतीहरू पुरै प्रणालीमा मात्रै होइन, शिक्षकहरूले व्यक्तिगत रूपमा पनि सामना गर्नुपर्छ। जस्तो कि नयाँ विधिहरू सिक्न आवश्यक पर्ने सिप र तालिमको कमी हुनु, समयको अभाव हुनु र प्रत्येक विद्यार्थीको व्यवहारलाई सूक्ष्म रूपमा अवलोकन गर्ने सिप नहुनु। यी सबै कुराहरूले कार्यान्वयनलाई निकै जटिल बनाइदिन्छ। अब यी सैद्धान्तिक चुनौतीहरूलाई वास्तविक संसारमा कस्तो देखिन्छ भनेर बुझ्न नेपालको एउटा केस स्टडी हेरौँ। यसले निरन्तर मूल्याङ्कन प्रणाली लागू गर्दा आउने जटिलताहरूलाई अझै स्पष्ट पार्नेछ। यो टाइमलाइनले नेपालको एउटा महत्त्वाकांक्षी योजना देखाउँछ। सन् 2000बाट सुरु भएर यो प्रणालीलाई बिस्तारै माथिल्लो कक्षाहरूमा विस्तार गर्दै लगियो। हेर्दा त यो योजना निकै प्रगतिशील देखिन्छ, होइन त? तर वास्तविकतामा के देखियो त? अध्ययनहरूले के देखाए भने न त स्कुल छाड्ने दर घट्यो, न त हाजिरीमा कुनै सुधार आयो, अझ विद्यार्थीको पढाइको स्तरमा पनि त्यस्तो केही ठोस परिवर्तन देखिएन। अब यसको मुख्य कारण के रहेछ भन्दा, शिक्षकहरूले डाटा त जम्मा गरे, तर त्यो डाटालाई विद्यार्थीको पढाइ सुधार्न कसरी प्रयोग गर्ने भन्ने तालिम र ज्ञानै भएन।
भन्नुको मतलब डाटा सङ्कलन गर्ने काम त भयो, तर त्यसको सही उपयोग नै हुन सकेन। त्यसो भए के यो प्रणाली नै असफल हो त? होइन, त्यस्तो पनि होइन। अब हामी समस्याबाट समाधानतर्फ लागौँ। निरन्तर मूल्याङ्कनलाई साँच्चीकै प्रभावकारी बनाउन के गर्नुपर्छ त्यसमा केन्द्रित हौँ। सफलताको लागि एउटा स्पष्ट मार्गचित्र चाहिन्छ, जस्तै विद्यार्थीलाई अनावश्यक तनाव नदिने, उनीहरूलाई तयारीका लागि पर्याप्त समय दिने र एकदमै स्पष्ट निर्देशनहरू हुनु पर्यो। र सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शिक्षकहरूको प्रतिबद्धता, लगनशीलता र त्याग बिना यो प्रणाली कुनै पनि हालतमा सफल हुन सक्दैन। तर एउटा कुरा के याद राख्नुपर्छ भने यो प्रणाली आफैमा कुनै जादुको छडी होइन। वास्तविक सुधार तब मात्र देखिन्छ जब शिक्षकहरू आफै विभिन्न मूल्याङ्कन विधिहरू प्रयोग गर्नमा पोख्त हुन्छन् र विद्यार्थीहरूसँग सक्रिय रूपमा अन्तर्क्रिया गर्छन्। र अन्त्यमा यो भनाइले पुरै छलफलको सार बताउँछ। नेपालको अनुभवले पनि यही कुरा देखायो। डाटा सङ्कलन गर्ने ढाँचा त बनाइयो, तर त्यसलाई सिकाइ सुधार गर्न प्रयोग गरिएन। त्यसैले खास प्रश्न यो हो, के हामी डाटा सङ्कलन मात्रै गरिरहेका छौँ वा त्यसलाई सिकाइ सुधारको लागि साँच्चीकै प्रयोग गरिरहेका छौँ? सायद उत्तर यही प्रश्नमा लुकेको छ।